but I'm just too afraid that I'll be wrong. Out of the fortune, now I can't get you out of my brain. Oh, it's such a shame. तो चलिए सुरु करते हैं। तो गाइस स्वागत छ है सबैजना मेरो ब्लगमा। अहिले चाहिँ दिउँसोको 2 जति बजिरहेको छ। अहिले चाहिँ म यतिकै बसिरहेको छु। अब चाहिँ म के गर्नेछु हजुरहरूलाई यही भिडियोमा देखाउने छु। हेर्दै गर्छु। म तोरी उखाल्न जानुपर्ने हुन्छ साथीहरु। अब म चाहिँ तोरी उखाल्न जान्छु र सबैजनाले हेर्दै गर्नु होला। अहिले चाहिँ म तोरी उखाल्न पनि हिँडिसके। अब चाहिँ म तोरी उखाल्न जान्छु साथीहरु। तोरी उखाल्न जानुभन्दा पहिला यहाँ केराउ खानुपर्ने हुन्छ। यहाँ केराउ पनि फलिरहेको छ साथीहरु हाम्रो। केराउ पनि खानुपर्ने हुन्छ। यसलाई हाम्रोतिर चाहिँ केराउ भन्छ है साथीहरु। तपाईहरुकोतिर चाहिँ के भन्छ कमेन्ट गर्नु होला। यसलाई चाहिँ खानुपर्ने हुन्छ। अहिले चाहिँ मैले केराउ पनि खाइसके। अब चाहिँ म तोरी उखाल्न जानुपर्ने हुन्छ। मैले तोरी उखाल्ने ठाउँ चाहिँ यही तलतिर है। यो गराभन्दा तलतिर हो। हजुरआमा चाहिँ गएर उखाल्न थालिसक्नु भएको छ। म पनि जान्छु अनि उखाल्ने छु तोरी। Jangan. Bisa. अहिले चाहिँ मैले तोरी उखालिवरी घाँस पनि लिएर आइसकेँ। अहिले चाहिँ एकदम हावा पनि चलिरहेको छ। हात खुट्टा धुन्छु अनि त्यसपछि फेरि के गर्नेछु हजुरहरूलाई देखाउने छु। सबैजनाले हेर्दै गर्नु होला। अहिले चाहिँ खाजा साजा पनि खाइसके साथीहरु। अब चाहिँ म गोरु चराउन जान्छु। गोरु र बाख्रा चराउन पनि हुन्छ। अब गोरु र बाख्रा चराउन जान्छु। अहिले चाहिँ गोरु र बाख्रा चलाउँदैछु है साथी। चाहिँ स्कुल नजाँदा चाहिँ यस्तै कामहरु गर्छु है साथीहरु। गोरु चराउने, बाख्राहरु चराउने, घाँसहरु काट्ने, दाउरा काट्ने। अब चाहिँ गोरु र बाख्रा चराएर घरमा फेरि भेट्ने छु। चाहिँ गोरु ल्याएर घरमा बाँधि पनि सके साथीहरु। अब चाहिँ यो भैँसीहरु सार्दिनु पर्ने हुन्छ। भैँसीहरु कराइरहेको छ। भैँसीहरुलाई सार्दिनु पर्ने हुन्छ। यो भैँसीहरुलाई चाहिँ यतातिर सार्दिनु पर्ने हुन्छ। हेर्दै गर्नु होला।
अहिले चाहिँ मैले भैँसीहरूभित्र पनि सार दिइसकेँ। अरू बेला चाहिँ मम्मीले गर्नुहुन्थ्यो सबै काम। अहिले चाहिँ मम्मी घरमा हुनुहुन्न, मम्मी चाहिँ मावल जानुभएको छ। त्यही भएर सबै काम मैले गरिराख्नुपर्ने भएको छ। अब यिनीहरूलाई घाँस पनि हालिदिनुपर्ने हुन्छ। अनि यहाँ हाम्रो चाहिँ एउटा सुँगुर पनि छ है साथीहरू। सुँगुर कसलाई मनपर्छ सुँगुरको मासु कमेन्ट गरिदिनु होला। र अहिले चाहिँ अब हामी मम्मीहरूलाई लिन जानुपर्ने भयो। मम्मीहरू चाहिँ मावल जानुभएको थियो। मम्मी, बहिनी र हजुरबा जानुभएको थियो र आउँदा आउँदै रात परिसकेको छ र डर लाग्ने भएको हुनाले हामी जानुपर्ने अवस्था आएको छ साथीहरू। अब चाहिँ मम्मीहरूलाई लिनको लागि भाइ र म हिँडेको छौँ। अहिले चाहिँ रात पनि परिसक्यो साथीहरू, अँध्यारो हुन थालिसक्यो। अब चाहिँ म र भाइ गएर मम्मीलाई लिएर आउनेछौँ। अनि त्यसपछि हेर्दै गर्नु होला। अहिले चाहिँ भाइ र म हिँड्दैछौँ। डर त लागेन नि जङ्गलको बाटो, त्यही पनि भाइलाई डर लागेको छैन भनिरहेको छ। अब चाहिँ म मम्मीहरूलाई भेटेपछि फेरि भिडियो बनाउने छु, हेर्दै गर्नु होला। कस्तो जङ्गलको बाटो छ है साथीहरू, के गर्नु लिन जानै पर्यो। अहिले चाहिँ म घर पनि आइसकेँ साथीहरू। अब चाहिँ खाना पनि खाइसकेँ। अब चाहिँ सुत्नुपर्ने हुन्छ र सुत्नुभन्दा पहिले चाहिँ भिडियोलाई यतैतिर इन्ड गरिदिउँ। र यतिखेरसम्म भिडियो हेर्दै हुनुहुन्छ भने चाहिँ भिडियोलाई एक लाइक गरिदिनु होला र च्यानल सब्सक्राइब गर्नुभएको छैन भने च्यानल सब्सक्राइब पनि गरिदिनु होला। अर्को ब्लगमा भेट्ने बाचासहित अहिलेलाई छुट्टिन चाहन्छु। हस्त धन्यवाद। भिडियो अन्तिमसम्म हेर्दै हुनुहुन्छ भने चाहिँ भिडियो कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया पनि दिनु होला। मन परे एक लाइक गरिदिनु होला र च्यानल सब्सक्राइब गर्नुभएको छैन भने च्यानल सब्सक्राइब पनि गरिदिनु होला। अर्को न्यू ब्लगको साथमा भेट्ने बाचा गर्दै अहिले चाहिँ छुट्टिन चाहन्छु। हस्त धन्यवाद।